डिजिटल मार्केटिङ भनेको फेसबुक र इन्स्टाग्राम एड मात्र रन गर्नु हो भनेर धेरैलाई लाग्छ, तर सही कुरो यस्तो छ। डिजिटल मार्केटिङ भनेको अनलाइनबाट प्रोडक्ट वा सर्भिस चाहिँ प्रमोट गरेर आफ्नो बिजनेसलाई अगाडि बढाउने पुरा सिस्टम हो। यसमा छ एसइओ, एसइएम, गुगल सर्चमा टपमा आउने वा आफ्नो बिजनेस वा प्रोफाइललाई चाहिँ अप्टिमाइज गर्ने, इमेल मार्केटिङ जसले कस्टमरसँग डाइरेक्ट कनेक्ट गर्न दिन्छ जुन इमेल मार्फत, पेड एड जसमा गुगल एड, युट्युब एड, डिस्प्ले एड, हामीले युट्युबबाट पनि आफ्नो बिजनेसलाई अगाडि बढाउन मिल्छ। र अर्को छ सोशल मिडिया मार्केटिङ जसमा फेसबुक, इन्स्टाग्राम, टिकटक जस्तो प्लेटफर्मबाट चाहिँ हाम्रो बिजनेसको सेल्सलाई अडियन्स टार्गेटिङ गरेर अगाडि बढाउन मिल्छ। सोशल मिडिया मार्केटिङ चाहिँ डिजिटल मार्केटिङको एक हिस्सा हो जसमा हामीले आफ्नो बिजनेसको अडियन्स टार्गेटिङ गरेर वा रिटार्गेटिङ गरेर चाहिँ आफ्नो बिजनेसलाई चाहिँ अगाडि बढाउन मिल्छ। डिजिटल मार्केटिङले हाम्रो बिजनेसलाई ग्लोबल रिच दिन्छ र थोरै कस्टमा पनि राम्रो रिजल्ट ल्याउन सकिन्छ। अब क्लियर भयो होला। त्यसैले डिजिटल मार्केटिङ अब ट्रेन्ड मात्र नभएर र बिजनेस ग्रोथको लागि इम्पोर्टेन्ट छ।